हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। सो गाइज, आज चाहिँ हामी डिनरमा मोमो बनाउँदैछौँ र हामीले प्याज काटेको कारणले चाहिँ एकदमै मेसी देखिरहेको छ। हाम्रो किचनको हालत चाहिँ यस्तो छ र साइड बाई साइड मैले चाहिँ यहाँनिर टमाटर पनि बसालेँ, किन भन्दाखेरि अचार बनाउनुको लागि होइन। अनि यहाँनिर चाहिँ हामीले चाहिँ अचारको लागि चाहिँ यहाँनिर खोर्सानी अन्त लसुनहरू चाहिँ अलग्गै लिएर राखिरहेको छु होइन। अनि यहाँनिर चाहिँ फुपूले चाहिँ यहाँनिर काट्नु हुँदैछ, प्याज चाहिँ काट्नु हुँदैछ, पुगेन नि त, त्यही कारणले हो। अन्त यहाँ चाहिँ उरुङ भइसक्यो। अनि कतिजनाको लागि बनाउँदैछु हामी मोमो भनेर भन्दाखेरि चाहिँ नि साथीहरू, नभन्दा पनि 12जनाको लागि मोमो बनाउँदैछु होला होइन। यहाँ हाम्रो डो पनि रेडी भइसकेको छ। साथीहरू फुपूले काट्नु हुँदैछ, मेरो चाहिँ फ्लास लाइट बलिहाल्यो हो। प्याज काट्नु हुँदैछ, फुपूलाई चाहिँ फेरि उयो हुँदैन अरे, म चाहिँ सक्दिनँ, म चाहिँ आँखाभरि आँसु, म चाहिँ सक्दिनँ, रुखो जस्तै हुन्छ हो। अन्त मोमो बनाउनलाई यति साह्रो दुःख गर्नु पर्दैछ साथीहरू। यहाँ भाँडाहरू छ, भन्छ होला के छिटो कस्तो घस्यार गरेर बसेको भनेर भन्छ होला साथीहरू। यो चाहिँ हाम्रो त्यो दुईजना छ कि एकदम पुरा खाएको अल्छी मात्दैन हेर्नु, कहिले खाएको अल्छी मारेको छैन। यो कहिले खाएको हो? दुईजना दिदीबहिनीले दिदीबहिनीले है, दिदीबहिनी खाएको कि अल्छी मारेको छैन। यो मजा भएको छैन उनीहरूको मरद जोडेको छैन। मुरत जोडेपछि चाहिँ उनीहरूले फेरि मस्काएर राख्छ होला कहिले हो, त्यो पनि भनेपछि राख्छ साथीहरू। उनीहरूले पनि भिडियो हेर्छ हाम्रो हो, डेफिनेटली हेर्छ, त्यहाँदेखिको हाँसेर मर्छ होला। अर्को दिदीले त नेपाली बुझ्ने होइन, अर्को एकजना साथीले मात्रै नेपाली बुझ्छ हो, उसले त बुझ्ने होइन दिदीले। सो यस्तो छ पारा हाम्रो चाहिँ, खै अब कतिखेर खाइ हुने हो। अहिले 9:30 बज्ने बेला भइसक्यो। सो गाइज, यो चाहिँ हामीले 12जनाको लागि मोमो बनाएको। अनि मोक्टुको हालत चाहिँ यस्तो छ हाम्रो। यो तपाईँले देख्नु हुँदैछ नि, यो चाहिँ खासमा चाहिँ एक्चुअलमा कुकर हो, यो बिग्रेको कुकर। यसको माथि चाहिँ हामीले सानो बर्के मोक्टुप लगाएर चाहिँ मोमो बनाउँदैछु। अनि यहाँनिर तपाईँले देख्नु सक्नुहुन्छ यति बेसी मोमो छ होइन। यो अझै बनाउनु बाँकी नै छ। अनि आधी चाहिँ हामीले यहाँनिर खानुको लागि निकालेको, अन्त आधी चाहिँ हामीले साथीहरूलाई लगेर दिइसकेँ। अनि यहाँनिर हाम्रो अचारहरू पनि बनाएर रेडी भइसकेको थियो। अनि हामीले रातिको चाहिँ 12 बजिसक्यो, हाम्रो मोमो पाकेकै छैन यहीँ अझै यस्तो छ बिजोग। हामीले भर्खर अलिकति खायो, 3जनाले अलिअलि खायो, त्यहाँदेखिको अनुहार देखाउनु हुँदैन उसको चाहिँ फेरि हो, अलिकति एक्सपेन्सिभ छ अरे कि, पैसा तिर्नुपर्छ अरे। तपाईँहरू हो थाहा भयो होला नि, अब एक्सपेन्सिभ भनेपछि चाहिँ त्यसको मतलब चाहिँ तपाईँहरूले चाहिँ अब सब्सक्राइब गरिदिनु अनुहारलाई हेर्नुलाई साथीहरू। साथीहरू हामी चाहिँ खानु थालेको हेर्नुहोस् है। अब यो हाम्रो मोमो र मोमो चाहिँ एकदमै मिठो भएको थियो साथीहरू। मोमो चाहिँ एकदमै मिठो भएको थियो। अनि जहाँनिर हामीले साथीहरूलाई दिएको थियो उहाँहरूले पनि एकदमै मन पराइदिनु भयो। एन्ड थ्याङ्क यू सो मच फर वाचिङ दिस मिनी भ्लग। बाई बाई।